दोलखा जिल्लाको निकै महत्त्वपूर्ण यो उत्तरी क्षेत्रमा आफ्ना कुराहरू राख्न पाउँदा मलाई गर्व अनुभूति भइरहेको छ। 20-25 वर्ष अगाडिदेखि नेपालको यही कम्युनिस्ट आन्दोलनमा रहेर म यहाँको सबै भेग भूगोलमा पैदल हिँडेको छु र यहाँका सम्भावनाहरूलाई मैले नजिकबाट चिनेको छु। यो क्षेत्र दोलखा जिल्लाको मात्रै होइन, यसले थुप्रै चिज सिङ्गो देशलाई दिन सक्छ। यो हाम्रो देशको एउटा महत्त्वपूर्ण ढोका हुन सक्छ र अथाह सम्भावनाहरू छन्। यति हुँदाहुँदै पनि हामीले अहिलेसम्म यो क्षेत्रका जनताको मुहारमा पर्याप्त खुसी ल्याउन सकेका छैनौँ। हामीले हाम्रा सन्ततिहरूका निम्ति अझै धेरै कामहरू गर्नुपर्ने छ। त्यो कामहरू अधुरा रहेका छन् र स्वाभाविक रूपमा यो काम गर्नका निम्ति ठिक ढङ्गको राजनीतिक व्यवस्था हामीले प्राप्त गर्नु जरुरी छ। सबै चिजलाई कमान्ड गर्ने भनेको राजनीतिले हो। त्यसकारणले राजनीति ठिक हुनु जरुरी छ। राजनीति जनताको पक्षमा हुनु जरुरी छ। यो क्षेत्रका आधारभूत तहका जनताहरू जो यहाँका किसानको रूपमा रहेका छन्, मजदुरका रूपमा रहेका छन्, विभिन्न विभेदहरू विभिन्नता सहेर युगौँदेखि बाँचिरहेका छन्, ती जनताको पक्षमा हामीले काम गर्नका लागि हामीले ठिक ढङ्गको राजनीतिक व्यवस्थालाई अँगाल्न जरुरी छ। विचारले नै संसारलाई कमान्ड गर्छ। विचारले नै सबै कुराको चाहिँ वास्तवमा छिनोफानो गर्छ। त्यसकारणले हामीले जनताको पक्षको विचार, जनताको हित गर्ने पक्षको विचार, मूलतः मजदुरहरू, किसानहरू, विभेद र विपन्नतामा बाँचिरहेको आधारभूत तहका जनताहरूको पक्षमा काम गर्ने विचारलाई अँगाल्नु जरुरी छ। त्यो विचार निर्माण गर्दै जाने क्रममा स्वाभाविक रूपमा अहिले हामी नेपाली कम्युनिस्ट पार्टीको रूपमा यहाँहरूको बिचमा आएका छौँ र मलाई विश्वास छ हामी छिटोभन्दा छिटो नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा यो क्षेत्रका जनताहरूको जीवनमा खुसियाली ल्याउनेछौँ। यो क्षेत्रका जनताको मुहारमा हामी खुसी ल्याउनेछौँ, जनताको जीवनलाई समृद्ध बनाउनेछौँ र स्वाभाविक रूपमा यो क्षेत्र अब सधैँ पछि परिरहन सक्दैन। यो दोलखा जिल्लाको उत्तरी क्षेत्र मूलतः अहिले 3वटा गाउँपालिकामा यो समेटिएको छ। यो क्षेत्रले दोलखा जिल्लालाई समृद्धि दिनेछ। यसले सिङ्गो नेपाललाई आफ्नो तर्फबाट महत्त्वपूर्ण योगदान दिनेछ र यहाँका धरती पुत्रहरू, यहाँका जो चाहिँ यहाँको समुदाय छ, यो समुदाय नेपालमा नै एउटा उच्च गर्वका साथ बाँच्न पाउने परिस्थिति हामी निर्माण गर्नेछौँ। विगतमा स्वाभाविक रूपमा हामी राजनीतिक सङ्घर्षको लडाइँमा थियौँ। राजनीतिक परिवर्तनका निम्ति यो क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। अब राजनीतिक परिवर्तन मात्रै होइन, अब हामीले जनताको आर्थिक परिवर्तन गर्नुपर्नेछ, हामीले सामाजिक परिवर्तन गर्नुपर्नेछ, जनताको जीवनमा हामीले एउटा चाहिँ सार्थक परिवर्तन ल्याउनु पर्नेछ र विगतमा हामीले राजनीतिक परिवर्तनमा जे गुमायौँ, हाम्रा अग्रजहरूले जे जति रगत पसिना बगाउनु भयो, त्यसलाई अब जनताको जीवनमा खुसियाली ल्याउनका निम्ति हामीले लाग्नुपर्नेछ। त्यसका लागि स्वाभाविक रूपमा अबको वास्तवमा राजनीति भनेको जनताको पक्षमा गर्ने राजनीति हामीले छान्नु जरुरी छ। त्यसका निम्ति हामीले विचारधारात्मक रूपमा नेपाल कम्युनिस्ट पार्टीले आफूलाई नयाँ ढङ्गले अहिले प्रस्तुत गरिरहेको छ। स्वाभाविक रूपमा हाम्रो नेतृत्व त्यो ढङ्गले अब तयार भइरहेको छ र यहाँको जनतालाई पनि अब हामीले हाम्रो पार्टीमा, हाम्रो चाहिँ नेपाल कम्युनिस्ट पार्टी यो तारा हँसिया हथौडा चिन्हसँगै यो तारा चिन्हमा अब सबैलाई गोलबन्द गर्नु जरुरी छ। स्वाभाविक रूपमा हामी हाम्रो सन्ततिहरूको भविष्य उज्जवल बनाउन चाहन्छौँ। यहाँ धेरै सम्भावना छन्। मैले अघि पनि भनिसकेँ, यो स्रोतले भरिपूर्ण ठाउँ हो, तर यो स्रोत व्यक्तिहरूले कब्जा गर्ने जुन अहिले चाहिँ व्यवस्था आउन खोजिरहेको छ, मूलतः दलाल पुँजीवादले अहिले जनताको सम्पत्तिको रूपमा रहेका यहाँको सामुदायिक सम्पत्तिलाई अहिले दलाल पुँजीवादले कब्जा गर्न खोजिरहेको छ। हामी चाहन्छौँ हाम्रो पार्टीको नेतृत्वमा, यहाँको जनताको नेतृत्वमा यो स्रोतलाई हामीले सामुदायिक हितका निम्ति प्रयोग गर्नु जरुरी छ। यहाँको जनताको जीवनमा सुख ल्याउनका निम्ति परिवर्तन गर्नु जरुरी छ। त्यो काम अब यहाँका हाम्रा पाका पुस्ताले त्यसको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ भने त्यसको चाहिँ सम्पूर्ण नेतृत्व हाम्रा चाहिँ यहाँका युवाहरूले गर्नुपर्छ। युवाहरूलाई हामीले वैचारिक रूपमा प्रशिक्षित गर्नुपर्छ। युवाहरूले हामीले सामूहिक रूपमा चाहिँ उनीहरूलाई वास्तवमा तालिम प्राप्त बनाउँदै लानुपर्छ। एउटा कुशल नेतृत्वको रूपमा हामीले युवाहरूलाई विकास गर्नु जरुरी छ। त्यसका निम्ति स्वाभाविक रूपमा विगत लामो समयदेखि यो क्षेत्रलाई यहाँसम्म ल्याउनका निम्ति योगदान गर्नु हुने पाका पुस्ताहरूको उहाँहरूको अभिभावकीय भूमिकामा अब हामीले एउटा कुशल चाहिँ पार्टीको पङ्क्ति, युवाहरूको पङ्क्ति जो 25 वर्षसम्म
30 वर्ष अगाडिसम्म यो क्षेत्रको चाहिँ सुखद नेतृत्व गर्न सकोस्, यसले सिङ्गो दोलखा जिल्लाको नेतृत्व गर्न सकोस्, यसले चाहिँ सिङ्गो नेपालको नेतृत्व गर्न सकोस् र हाम्रै पार्टीको चाहिँ अगुवाईमा यो तारा चिन्हको अगुवाईमा हामीले छिटोभन्दा छिटो हाम्रै जीवनमा समाजवादी क्रान्ति सम्पन्न गर्न सकौँ, समाजवादी स्थापना गर्न सकौँ। समाजवाद भनेको वास्तवमा त्यो जनताको व्यवस्था हो, समुदायको व्यवस्था हो, समुदायको हित गर्ने, हाम्रा सामुदायिक सम्पत्तिहरूलाई, हाम्रा सामुदायिक संस्थाहरूलाई अझ सशक्त बनाउने, बलियो बनाउने, सुदृढ बनाउने र समुदायलाई नै प्रधान बनाउने त्यो व्यवस्था भनेको समाजवाद हो। हामी अब हाम्रो एकमात्र अब हाम्रो कार्यक्रम भनेको, हाम्रो लक्ष्य भनेको समाजवाद हो। समाजवाद प्राप्त गर्नका निम्ति हामीले सारा कम्युनिस्ट पार्टीहरूलाई, झन्डै 16वटा कम्युनिस्ट पार्टीहरू एकीकृत भएर अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको छ। यो नेपाली कम्युनिस्ट पार्टीको चाहिँ अगुवाईमा अब अझ हामीले देशभित्रका लोकतान्त्रिक शक्तिहरू, प्रजातान्त्रिक शक्तिहरू, वामपन्थी शक्तिहरू सबैलाई चाहिँ एकीकृत बनाएर अब हामीले यो देश निर्माण गर्नुपर्छ, जनताको भविष्य निर्माण गर्नुपर्छ, हाम्रा सन्ततिहरूको भविष्यलाई हामीले सुखद बनाउनुपर्छ। त्यो कामको अगुवाईका निम्ति यो क्षेत्रका जनताहरू, यहाँका युवाहरू, यहाँका अभिभावकहरू सबैको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुनेछ। त्यो कामको अगुवाई नेपाली कम्युनिस्ट पार्टीले गर्ने छ। हामी अब टुटफुटमा होइन, हामी अब एकतामा विश्वास गर्छौँ। अब हामी वास्तवमा दलालहरूलाई होइन, हामी जनताको शक्तिमा विश्वास गर्छौँ। हामी दलालहरूलाई बलियो बनाउने होइन, जनतालाई बलियो बनाउने, मजदुरहरूलाई बलियो बनाउने, किसानहरूलाई बलियो बनाउने, जो विभेदमा परेका छन्, अभावमा बाँचिएका छन्, त्यो आम समुदायलाई बलियो बनाउनका निम्ति हाम्रो पार्टी लाग्नुहुनेछ। हाम्रा नेताहरूले कुर्बानी गर्नुहुनेछ। यहाँका सारा जनसमुदायहरू, यहाँका युवाहरू अब कम्युनिस्ट पार्टीको नेतृत्वमा उठ्नुहुनेछ र सबै हिसाबले, त्यो वैचारिक हिसाबले, साङ्गठनिक हिसाबले, जनतासँग एकाकार भएर सबै हिसाबले त्यो नेतृत्व प्रदान गर्नका निम्ति अब युवाहरूको साथमा नेपाली कम्युनिस्ट पार्टीले त्यो सफलता प्राप्त गर्नुहुनेछ। त्यसका निम्ति यही सन्देश दिनका निम्ति आज हाम्रो पार्टी देशव्यापी रूपमा देशका सम्पूर्ण चाहिँ स्थानीय तहहरूमा, ओडाहरूमा लागिरहेको छ। यसै क्रममा हामी आज यहाँ आइपुगेका छौँ उत्तरी क्षेत्रमा, र उत्तरी क्षेत्रका जनताले कम्युनिस्ट आन्दोलनलाई, कम्युनिस्ट पार्टीलाई सदा झैँ अझ माया गर्नुहुनेछ, अझ यसलाई बलियो बनाउनुहुनेछ र अझ जनताको पक्षमा सदुपयोग गर्नुहुनेछ। त्यो सफलता हामी सबैलाई मिल्नेछ र यो कार्यक्रमको चाहिँ भव्य सफलताको साथसाथै यो कार्यक्रमले सार्थकता पाउनेछ। र म फेरि पनि भन्न चाहन्छु, राजनीतिको एउटै मात्र उद्देश्य भनेको जनताको जीवनमा हरियाली ल्याउने हो, जनताको जीवनमा खुसियाली ल्याउने हो र आम जनतालाई एउटा न्यायपूर्ण चाहिँ एउटा विवेकरहित समाजमा बाँच्नका निम्ति हामीले त्यो वातावरण बनाउने हो। त्यो कामका निम्ति हाम्रो राजनीति सफल हुनेछ भन्ने अनुरोध गर्दै सबैलाई म पुनः हार्दिक अभिवादन व्यक्त गर्दै आफ्ना भनाइहरू अन्त्य गर्दछु। धन्यवाद।